shooting stars came crashing down, and we're building back up again now. Say your heart, say your mind, say all you hide. I won't let you go, can't let this die. When you lose yourself, I'll be right beside you. आज हामी कुरा गर्नेछौँ हाम्रो फ्याट लसको बारेमा। फ्याट लस कसरी गरिन्छ, कसरी छिटो गर्न सकिन्छ। सो फर्स्ट अफ अल भनेको क्यालोरिज इन एन्ड आउट भनिन्छ, जसमा तपाईँहरूले आफ्नो खाएको क्यालोरी भन्दा तपाईँले बर्न गर्नुपर्छ धेरै क्यालोरी। तपाईँले खाएको भन्दा धेरै बर्न गर्नुपर्छ क्या क्यालोरी। जस्ट मैले एउटा क्यालकुलेटर दिएको छु, डिस्क्रिप्सनमा लिङ्क छ त्यसको। तपाईँले त्यहाँ गएर तपाईँहरूले तपाईँको एज, वेट अनि तपाईँले गर्ने एक्टिभिटिजहरू त्यहाँ हाल्नुपर्छ। सो त्यसबाट तपाईँहरूले तपाईँको क्यालोरिज आउँछ होइन। सो त्यसमा तपाईँहरूले तपाईँको मेन्टेनेन्स क्यालोरी आउँछ। सो जस्ट इक्जाम्पलको लागि तपाईँहरूको मेन्टेनेन्स क्यालोरी आयो 2500 होइन। सो 2500मा तपाईँले के गर्नुपर्छ भने तपाईँहरूको मेन्टेनेन्स क्यालोरी छ 2500 र तपाईँले वेट लस गर्नु छ भने त्यसबाट तपाईँले खानुपर्छ 2300 क्यालोरिज। 200 क्यालोरिज घटाएर 2300 क्यालोरिज खाने र के गर्ने, वर्कआउट गर्ने। वर्कआउट गर्दाखेरि तपाईँहरूको 2500 क्यालोरिज बर्न हुनु पऱ्यो। 25 क्यालोरिजमा तपाईँले 2300 क्यालोरिज खानुभएको छ। 2300मा 200 क्यालोरिज चाहिँ तपाईँहरूको फ्याटबाट बर्न हुन्छ। सो कार्डियो गर्दा ओर्दा तपाईँको क्यालोरिज केबाट बर्न हुन्छ, त्यो 200 क्यालोरी तपाईँहरूको फ्याटबाट बर्न हुन्छ। त्यही भएर तपाईँको वेट लस हुन्छ र वेट लस गर्दै जानुहुन्छ। त्यसपछि के हुन्छ भने तपाईँहरूको एउटा सडन टाइम आएर तपाईँको त्यो वेट लस हुन छाड्छ क्या। जस्तै मसल बिल्डिङ हाल्दा नि एउटा सडन टाइम आएपछि वेट लस हुन पुरै छाडिदिन्छ, पुरै वेट गेन हुन छाड्छ। त्यतिखेर तपाईँले के गर्ने, 1 विक लगातारै गर्दै जाने। त्यही अगाडिकै मेन्टेनेन्स क्यालोरीमा 200 क्यालोरी घटाएर खाँदै जाने। इफ तपाईँहरूले 1 विकसम्म गर्दा पनि तपाईँको 1 पाउन्ड पनि घटेन भने त्यतिखेर तपाईँले के गर्न सक्नुहुनेछ, तपाईँहरूसँग दुईवटा अप्सन छ। फर्स्ट अप्सन रहेको छ तपाईँले के गर्न सक्नुहुनेछ, एउटा तपाईँले 2300देखि 2200मा क्यालोरिजमा जानु पऱ्यो, कि त तपाईँले विकली कार्डियोलाई अपग्रेड गर्नु। जस्तै तपाईँहरूले गर्दै हुनुहुन्छ अहिले कार्डियो गर्दै हुनुहुन्छ, हप्तामा 3 चोटि कार्डियो गर्दै हुनुहुन्छ भने तपाईँले 4 चोटि कार्डियो गर्नु पऱ्यो या 5 चोटि गर्नु पऱ्यो होइन। इफ तपाईँहरूलाई त्यो अप्ठ्यारो लाग्छ भने तपाईँले के गर्नु पऱ्यो, तपाईँले तपाईँको क्यालोरी इन्टेकलाई घटाउनु पऱ्यो। इफ तपाईँले 2300 खाँदै हुनुहुन्छ अगाडि, तपाईँले 2200मा जानु पऱ्यो। अनि तपाईँले वर्कआउट गर्नु पऱ्यो। 2500 तपाईँको क्यालोरी बर्न हुनु पऱ्यो र त्यसमध्येमा 300 क्यालोरी तपाईँले तपाईँको बडी फ्याटबाट लिनु पऱ्यो। र त्यस्तो गर्दा तपाईँहरूको क्यालोरी बर्न हुन्छ, वेट लस पनि हुन्छ र तपाईँहरू लिन देखिनुहुन्छ। र त्यसमा के गर्ने, तपाईँले छुटाउनै नपर्ने भनेको कुरा चाहिँ प्रोटिन इन्टेक चाहिँ तपाईँहरूको जस्तै 120 ग्राम, 110 ग्राम, 110 ग्राम तपाईँहरूको प्रोटिन इन्टेक छ भने तपाईँले तपाईँहरूको प्रोटिन इन्टेकलाई चाहिँ घटाउनु भएन। किनकि तपाईँहरू जब फ्याट लस गर्नुहुन्छ तब त्यतिखेर तपाईँहरूको मसल पनि लुज हुन्छ, मसल पनि लस हुन्छ। त्यतिखेर प्रोटिन चाहिँ छुटाउनु अनि काप्स, किनकि पचाउनको लागि त्यसले नै मद्दत गर्छ। सो प्रोटिन र काप्स चाहिँ नछुटाउनु है। अब कुरा गरौँ हाम्रो प्रोटिन गोलको लागि। प्रोटिन गोल कसरी थाहा पाउने, तपाईँले क्यालोरी त थाहा पाइहाल्नु, प्रोटिन पनि त्यसमा देखाउँछ। त्यो मैले क्यालकुलेटर भनेको इफ देखाएन भने तपाईँले कसरी तपाईँको प्रोटिन इन्टेक कसरी थाहा पाउने भनेर तपाईँले हेर्नुपर्छ। सो तपाईँको गोल रहेको छ, जस्तै तपाईँको बडी वेट छ 70 केजी, 70 केजीलाई 2.2ले मल्टिप्लाई गर्ने, त्यसमा आउँछ 156 ग्राम अफ प्रोटिन आउँछ। 156-54 ग्राम अफ प्रोटिन आउँछ। त्यति तपाईँहरूको प्रोटिन इन्टेक हुनुपर्छ डेलीको। तपाईँले ठ्याक्कै 150 ग्रामै खानुपर्छ भन्ने छैन। तर इफ तपाईँहरू हुनुहुन्छ र तपाईँहरू हुनुहुन्छ 80 केजी र तपाईँहरूको गोल छ बडी वेट छ 70 केजी जाने, तपाईँले 80 केजीलाई मल्टिप्लाई गर्ने होइन 2.2, तपाईँले 70 केजीलाई 2.2ले मल्टिप्लाई गर्ने हो। किनकि तपाईँहरूको गोल त 70 केजी छ नि त, 80 केजीदेखि जाने। त्यही भएर 2.2ले 70 केजीलाई मल्टिप्लाई गर्ने, तपाईँको 70 केजीमा आउँछ 150 ग्राम, 40 कति ग्राम आउँछ। तपाईँहरूको त्यति हुन्छ डेली प्रोटिन इन्टेक। तपाईँले 80 केजी हुनुहुन्छ, 80 केजीलाई 2.2ले मल्टिप्लाई गर्नु भने तपाईँहरूलाई त्यो प्रोटिन इन्टेक धेरै हुन्छ। तपाईँलाई तपाईँको डाइजेस्टिभ सिस्टम बिग्रिन सक्छ, तपाईँको प्रोटिन पचाउन गाह्रो। किनकि प्रोटिन भनेको एउटा यस्तो सब्सटेन्स हो जुन हाम्रो शरीरलाई पचाउन एकदम गाह्रो लाग्छ। सो त्यही भएर तपाईँहरूको बडी वेट, तपाईँहरूको गोल बडी वेट कति छ त्यसलाई 2.2ले मल्टिप्लाई गर्ने, त्यसबाट तपाईँको प्रोटिन इन्टेक आउँछ है त। सो तपाईँको बडी वेट 80 केजी छ भने 80 केजीसम्म मल्टिप्लाई गर्ने, तपाईँको गोल बडी वेट कति छ त्यति केजीसम्म मल्टिप्लाई गर्ने। सो यति नै थियो आजको भिडियो। होप यु इन्जोय द भिडियो। तपाईँलाई भिडियो मन पऱ्यो भने एउटा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब छाडिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।